बडे भाइ के छ त आजको तयारी कस्तो छ त जित्ने कतिको प्रबल सम्भावना छ आज त हामी चाहिँ 100% जित्ने छ हैन टिम कन्फिडेन्ट कस्तो लागिरहेको छ टिम कम्बाइनेसन कस्तो छ हाम्रो टिम त अब हो आज जित्ने चाहिँ कन्फर्म छ यता हेरेर भनिदिनु पर्यो के ल बेस्ट अफ लक हैन यो गेमको लागि र यसपछि हामी फाइनल जान्छौँ कि सेमी हामी त सेमी फाइनल अब सेमी फाइनलमा जान्छौँ सेमी फाइनल के छ त अनि आजको गेम कस्तो एक्साइटिङ छ टिम अब टिम त अब राम्रै छ अब हैन उता पनि राम्रो छ हाम्रो पनि राम्रो छ गेम जित्छौँ हामी जित्छौँ हैन यो जितेपछि हामी सेमीमा हैन प्रवेश हुन्छौँ हैन ल यो चाहिँ क्याप्टेनले चाहिँ एकदम भूमिका हुन्छ मेन हैन टिमलाई लिड गरेर राम्रोसँग खेलाउने हैन अरु के छ हाम्रो प्रतीक भाइसँग पनि म एकछिन चाहिँ कुरा गराउँछु आज के छ त टिमको प्लानिङ के छ त प्रतीक जितेरै जानेछ अनि आफ्नो किपरको चाहिँ कतिको आफूलाई चाहिँ एक्साइटिङ लागेको छ र कतिको चाहिँ कन्फिडेन्स छौ तिमी आजको गेममा एक्साइटिङ लागिरहेको छ अब अपोनेन्ट टिम पनि राम्रो छ अपोनेन्ट टिम पनि राम्रो छ त्यसमा चाहिँ भाइटलले हुन्छ अब खेल्न मजा आउँछ अनि टिममा चाहिँ कम्बिनेसन र टिम चाहिँ आफ्नो टिममेटमा चाहिँ कस्तो देखिरहेको छ कम्बिनेसन आजको गेममा टिम चाहिँ अब राम्रै छ पनि टिमको अपोनेन्ट राम्रै छ जस गेम वेलकम टु माई च्यानल म फेरि तपाईँहरूको माझमा आएको छु फेरि पनि म आज अर्को ब्लग यो गेमकै ब्लग लिएर आएको छु न्यू डाफे 10औं न्यू डाफे कप भइरहेको छ यो डी गाउँमा तपाईँले देख्न सक्नुहुन्छ पछाडिको दृश्य यो डी गाउँको फिल्ड हो हैन अनि त्यसपछि चाहिँ हाम्रो आज चाहिँ न्यू दर्पण बाट चाहिँ ई गाउँबाट चाहिँ मेरा साथीहरू मेरा भाइहरू सबैजना चाहिँ आएका छन् आज यो खेल्नको लागि यो एउटै गाउँ तर चाहिँ भेजिना साथमै पर्ने उता चाहिँ पलौतीपुर भन्ने चाहिँ को ठाउँबाट चाहिँ अर्को टिम चाहिँ रिप्रेजेन्ट गरेको छ आज यहाँ चाहिँ इन्डिया पाकिस्तानको जस्तै गेम हुनेवाला छ त्यो हाम्रो केटाहरू चाहिँ यहाँ चाहिँ चेन्ज गरिरहेका छन् सबैजना चाहिँ छन् यहाँ टिममेट देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ आज चाहिँ भयङ्कर खतरा गेम हुन्छ भन्ने कुराहरू चाहिँ भइरहेको छ सबैले देख्न सक्नुहुन्छ यो प्लेयर टिममेट सबै हाम्रो चाहिँ यो प्रतीक भाइ अनि त्यसपछि हाम्रो कमल दोष पनि छ हाम्रो गड्डे भाइ कहाँ छ गड्डे भाइ उहाँ छ गड्डे भाइ यहाँ छ हाम्रो भाइ सो सबैजना चाहिँ छन् यहाँ आज चाहिँ एकदम इन्ट्रेस्टिङ गेम हुन्छ भन्ने चाहिँ भइरहेको छ यो जसले जित्छ सायदै यो फाइनलको यात्रा तय गर्नेछ आज सो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ यहाँ चाहिँ यो गेम हेर्नको लागि जो चाहिँ हाम्रो साथ समर्थन हुनुहुन्छ होइन यी गाउँलाई चाहिँ सपोर्ट गर्नुहुन्छ अब यो गेममा चाहिँ आइदिनु होला अब यो चाहिँ ढिलो पोस्ट हुन्छ यो भिडियो तर पनि अब अर्को गेममा चाहिँ अवश्य हामी चाहिँ अब सेमी फाइनल पुग्छौँ होला यो जितेपछि सेमी फाइनलमा चाहिँ सबैजना चाहिँ आइदिनु होला हेरिदिनु होला र साथ समर्थन प्लेयरहरूलाई सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला सबैजना चाहिँ छन् म अब पक्कै पनि एकछिन पछि चाहिँ लाइभ आउँछु नि सबैजना चाहिँ छन् अब हाम्रो यहाँ चाहिँ केही एक दुईजना चाहिँ हाम्रो चाहिँ टिम म्यानेजर र टिम कोचसँग पनि म एकछिन पछि कुरा गर्छु सो देखाउने छु यहाँ चाहिँ सबैजना चाहिँ छन् केटाहरू चाहिँ तयारी अवस्थामा छन् अब यो आजको भिडन्त्र खेल्नको लागि पक्कै पनि यो पोस्ट हाल्नलाई चाहिँ मलाई चाहिँ दिनु होला जितेर फेरि हारियो भने त अलिकति बेजतै हुन्छ जितेर चाहिँ यो पोस्ट हाल्न चाहिँ गराउनु पऱ्यो हो कि नै यो जितेर चाहिँ पोस्ट हाल्नु पऱ्यो हो कि नै नत्र फेरि बेजत हुन्छ यो पोस्ट हाल्न पनि त्यसकारण ल देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै तयारी अवस्थामा छन् केटाहरू जर्सी रेडी भइसकेका छन् हाम्रो गड्डे भाइ के छ त आजको तयारी कस्तो छ त जित्ने कतिको प्रबल सम्भावना छ आज त हामी चाहिँ 100% जित्ने छ हैन टिम कन्फिडेन्ट कस्तो लागिरहेको छ टिम कम्बाइनेसन कस्तो छ हाम्रो टिम त अब इन्डिया सिन्डियातिर पनि आन्दैन हो आज जित्ने चाहिँ कन्फर्म छ यता हेरेर भनिदिनु पर्यो के ल बेस्ट अफ लक हैन यो गेमको लागि र यसपछि हामी फाइनल जान्छौँ कि सेमी हामी त सेमी फाइनल अब सेमी फाइनलमा जान्छौँ सेमी फाइनल चाहिँ अरू सबैजनालाई चाहिँ हेरिदिन आउनु भन्नु पर्यो आग्रह गर्नु पर्यो सबैजना हेर्दिन आइदिनु ल सबैजनालाई चाहिँ आइदिनु भनिसक्नु हाम्रो मेन स्ट्राइकरले अब ल एकछिन पछि म यहाँका टिम म्यानेजर र टिम कोचसँग पनि एकछिन पछि म कुरा गर्नेछु देखाउने छु एकदमै रमाइलो हुनेछ आजको गेम चाहिँ देख्न सक्नुहुन्छ यो फिल्ड हो हैन केटाहरू चाहिँ उत्रिसके मैदानमा अब म फेरि कन्टिन्यू यो ब्लगमा आएको छु सबैजना टिममेट हाम्रो चाहिँ यो ग्राउन्डभित्र गइसकेका छन्
सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब प्र्याक्टिस गरिरहेछन् केटाहरूले चाहिँ आज चाहिँ एकदमै खतरा गेम हुन्छ भन्ने भइरहेको थियो। योभन्दा अगाडि चाहिँ पहिलो गेममा चाहिँ विवादित उठेको थियो। सो अहिले यतिखेर चाहिँ त्यो सम्य भएर एक जित निकाल्दै न्यू दर्पण ई गाउँ चाहिँ अब यो क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज जित्यो भने चाहिँ सेमीमा जान्छ। सो हाम्रो क्याप्टेनलाई पनि देख्न सक्नुहुन्छ ई गाउँका प्रेम, हाम्रो प्रेम भाइ पनि छन् यहाँ। जर्सी नम्बर 7 का खेलाडी हाम्रो प्रेम भाइ पनि छन् यहाँ। यतिखेर हाम्रो कमल साथी पनि छ। अनि यता हाम्रा मिड खेल्छन् यिनी भाइ, एकदम खतरनाक छन् तर चाहिँ। सो हरि भन्छन्। एकदमै 5 मिनट छ प्रेम। के छ त अनि आजको गेम कस्तो एक्साइटिङ छ टिम? टिम त अब राम्रै छ अब होइन, उता पनि राम्रो छ, हाम्रो राम्रो छ। गेम जित्छौँ हामी, जित्छौँ होइन। यो जितेपछि हामी सेमीमा होइन प्रवेश हुन्छ होइन। ल यो चाहिँ क्याप्टेनले चाहिँ एकदम भूमिका हुन्छ मेन होइन, टिमलाई लिड गरेर राम्रोसँग खेलाउने होइन। अरू के छ त टिममा चाहिँ कम्बिनेसन कस्तो छ अहिले आजको कम्बिनेसन? अब त्यही मिलाइरहेको छु, 1-2जना चेन्ज छन् प्लेयरहरू, 1-2जना होइन। यो क्याप्टेनको भूमिका चाहिँ निभाउनु पऱ्यो र तिमीले चाहिँ टिमलाई चाहिँ अलिकति चाहिँ त्यो हुन्छ नि साउन्ड दिएर आवाज दिएर केटाहरूलाई चाहिँ त्यो मोटिभेसन गरेर चाहिँ खेलाउनु पऱ्यो क्या। त्यो योभन्दा अगाडिको गेममा चाहिँ मैले अलिकति देखेन कि क्याप्टेनहरूको चाहिँ क्याप्टेनले गर्नु पऱ्यो लिड भनेर आइरहेको थियो कि बाहिरबाट। त्यो चाहिँ देख्नु पऱ्यो यो गेम है। यो ब्लगमा हेरिसकेपछि त्योमा चाहिँ चेन्ज आउनु पऱ्यो है। ल बेस्ट अफ लक है क्याप्टेन। र क्याप्टेनसँग कुरा गरिसकेपछि हाम्रो केटाहरू चाहिँ तयारी अवस्थामा खेलिरहेका छन्। एकदमै रमाइलो चाहिँ भइरहेको छ यहाँ। टिममा कम्बिनेसन एकदम राम्रो छ भनिरहेका छन् होइन हाम्रो क्याप्टेनले। जर्सी नम्बर 7 का हाम्रा प्रेमले। सो केटाहरू चाहिँ म देखाउन चाहन्छु केटाहरूको चाहिँ एकदम अहिले चाहिँ यहाँ यो पासिङ गेम खेलिरहेका छन् बललाई कन्ट्रोल गर्नको लागि। सो एकदमै एक्साइटिङ छन्। हाम्रो गड्डे भाइ पनि छ, मेरो भाइ प्रिय भाइ पनि छ यहाँ यतिखेर। सो मैले अघि छोटो कुरा गरिसकेँ। अब अरू भाइहरूसँग अरू मेरा साथीहरूसँग केटाहरूसँग चाहिँ अहिले एकछिनमा कुरा गर्छु म। सो म यतिखेर चाहिँ यही फिल्डमा चाहिँ छु। यो डी गाउँमा न्यू डाफे 10औँ न्यू डाफे कप भइरहेको छ। सो एकदमै ठुलो छ र आजको पब्लिक र आजको दर्शक एकदम धेरै आउँछ भन्ने चाहिँ हामीलाई लागिरहेको छ। र यो लगभग फाइनल स्तरीय नै हुन्छ भन्ने कुराहरू चाहिँ भइरहेको छ यहाँ। त्यस कारणले गर्दाखेरि चाहिँ रमाइलो भइरहेछ। हाम्रो प्रतीक भाइलाई पनि म एकछिन भेटाउँछु होइन। प्रतीक भाइसँग नि के हो, बिजी हो? हाम्रो प्रतीक भाइसँग पनि म एकछिन चाहिँ कुरा गराउँछु। आज के छ त टिमको प्लानिङ के छ त प्रतीक? जितेरै जानेछ। अनि आफ्नो किप्परको चाहिँ कतिको आफूलाई चाहिँ एक्साइटिङ लागेको छ र कतिको चाहिँ कन्फिडेन्स छौ तिमी आजको गेममा? एक्साइटिङ लागिरहेको छ। अब अपोनेन्ट टिम पनि राम्रो छ। अपोनेन्ट टिम पनि राम्रो छ। त्यसमा चाहिँ हुन्छ, अब खेल्न मजा आउँछ। अनि टिममा चाहिँ कम्बिनेसन र टिम चाहिँ आफ्नो टिममेटमा चाहिँ कस्तो देखिरहेको छ कम्बिनेसन आजको गेममा? टिम चाहिँ अब राम्रै छ होइन, अपोनेन्ट राम्रै छ। जस गेम ठिकै हुन्छ, सबैले हेर्ने लायक पनि हुन्छ। गेम चाहिँ भाइटल हुन्छ। टिमले चाहिँ पर्फेक्ट होइन आजको चाहिँ बेस्टभन्दा बेस्ट दिनु पऱ्यो र सेमी फाइनल प्लस फाइनल पनि हामीले जित्ने गरी चाहिँ खेल्नु पऱ्यो होइन। बेस्ट अफ लक प्रत्येक है। ल प्रत्येक हाम्रो किप्परसँग पनि मैले कुरा गरिसकेको छु। एकदम रमाइलो हुन्छ आज, भाइटल गेम हुन्छ भनिसकेका छन् हाम्रो किप्परले पनि प्रतीकले। सो एकदमै रमाइलो भइरहेछ। कमल केही राख्छस्? सो नै मैले राखिसकेन भनिसकेँ। अब त्यसले पनि 1-2 कुरा राख्छस् कि भनेर हो। ठिक छ। अब आजको गेमलाई चाहिँ हेर्दै सबैले चाहिँ इन्जोय गर्दै बेस्ट अफ लक भन्न चाहन्छु। मेरो यो हाम्रो चाहिँ सपोर्टेड टिम हो। मेरो चाहिँ एकदम प्रिय भाइहरू खेलेछन् यहाँबाट चाहिँ म एकदमै सपोर्ट गरिरहेको छु, माया गरिरहेको छु, हौसला दिइरहेको छु। सबैले चाहिँ हेर्नु होला। अर्को ब्लगमा म फेरि पनि हामी सेमीमा गयो भने पक्कै पनि लिएर आउँछु। बेस्ट अफ लक भन्न चाहन्छु यति भन्दै।